साथीहरु जो ऐलानी जग्गामा बस्नु भएको छ, ऐलानी जग्गामा घर जग्गा हुने साथीहरुका लागि म महत्त्वपूर्ण जानकारी दिँदैछु। कृपया यो भिडियोहरु समक्ष पुर्याउनका लागि एक शेयर जरुर गर्नुहोला। ऐलानी जग्गाको विषयमा आजसम्म राज्यले, बालेन सरकारले हटाउने भनेर काहीँ पनि भनेको छैन। तपाईहरु भ्रममा नपर्नुहोला। बालेन सरकारले अहिलेसम्म, फेरि म दोहोऱ्याएर भन्दैछु, अहिलेसम्म ऐलानी जग्गामा बसेका, वर्षौंदेखि बसेका अथवा कसैबाट तपाईले विदेशमा दुःख गरेर ऐलानी जग्गा किनेर घर बनाउनु भयो अथवा खेती गर्ने ऐलानी जग्गा किन्नु भएको छ भने पनि तपाईहरुको ऐलानी जग्गा राज्यले खोज्दैन। गाउँ-गाउँै ऐलानी छ। एक घर होइन, 50 लाख जनको ऐलानी जग्गा छ। नेपालमा 50 लाख जनसंख्याको ऐलानी जग्गा छ, जुन कुरा राज्यले हटाउन सक्दैन, हटाउँदैन, हटाउने भनेको छैन। त्यही भएको हुनाले ती स्वार्थ बोकेर सुकुम्बासीको नारामा सधैँभरि राजनीति गर्न पाइन्छ। सधैँभरि जनताको ढाडमा चाहिँ नि एउटा सुकुम्बासी हो भन्ने एउटा चाहिँ ट्याग भिराउन पाइन्छ। सधैँभरि जनतालाई चाहिँ गरिबीको रेखामुनि राख्न पाइन्छ। सधैँभरि जनताहरूलाई चाहिँ आफ्नो नाममा जग्गा नदिएर सधैँभरि शरणार्थी जस्तो बनाएर राख्न पाइन्छ भनेर जुन पुराना पार्टीहरूले जुन किसिमको 35 वर्षसम्म जुन राजनीति गरे, त्यो राजनीति फेरि पनि उनीहरूले बल्झाउन खोज्दैछन् सुकुम्बासी नाराबाट। जति पनि ऐलानी जग्गामा बस्नु भएको छ अथवा जति पनि तपाईहरुको ऐलानी जग्गा छ, तपाईहरु सुकुम्बासी होइन। तपाईहरुसँग तपाईहरुको जग्गा छ जुन तपाईहरुलाई राज्यले अहिलेसम्म पूर्जा दिएको छैन। बालेन शाहले आफू चुनावमा लड्नुभन्दा अगाडि 1000 दिनमा सुकुम्बासी होइन, सुकुम्बासी समस्या समाधान गरी ऐलानी प्रति जग्गामा बस्नुहुने सम्पूर्ण नेपाली नागरिकलाई धनी पूर्जा वितरण गर्छु भनेर उहाँले बाजा गर्नुभएको छ। फेरि पनि सुन्नु होला, 1000 दिनभित्रमा देशैभरिका ऐलानी जग्गा हुने साथीहरूलाई, ऐलानी जग्गा हुने आम नागरिकहरूलाई सबैको हातमा धनी पूर्जा वितरण गरिनेछ। र अबको 1000 दिन पछाडि अथवा उनले भनेको 2082 साल चैत्र 13 गतेको 3 वर्ष 1000 दिन भनौँ, त्यो दिनबाट 1000 दिन भित्रमा देशैभरिका सम्पूर्ण ऐलानी जग्गाको धनी पूर्जा वितरण गरिसकिनेछ। तपाईहरु जहाँ जुन ठाउँमा हुनुहुन्छ त्यही तपाईहरुको धनी पूर्जा आउँछ। तपाईहरुलाई लखेटेर कहाँ लखेट्ने? 50 लाख जनसंख्यालाई कहाँ लखेट्ने? कसैले लखेट्छ? लखेट्दैन। काठमाडौँको खोला किनारको संरचना र तपाईहरुको गाउँको ऐलानी जग्गाको कथा, व्यथा र व्यवस्था अलग हो। यो कुरा मैले पटक भनिरहेको छु। तर किन तपाईहरु बुझ्नुहुन्न, किन तपाईहरु कुरा सुन्नुहुन्न र ती कांग्रेस एमालेले भड्काएर गरेको राके जुलुसतिर, आन्दोलनतिर कुद्नुहुन्छ, यो मैले बुझ्न सकेको छैन। कृपया बिन्ती गर्छु, ऐलानी जग्गामा बस्नु भएको छ वर्षौंदेखि अथवा ऐलानी जग्गा किनेर तपाईहरुले चाहिँ खेतीपाती घर बनाउनु भएको छ भने नआत्तिकन धैर्य गरेर उनले भनेका छन् नि त 1000 दिन भित्रमा तपाईको समस्या समाधान गरी तपाईको धनी पूर्जा वितरण गर्छु भनेर। योभन्दा अगाडिको भूमि आयोगले गरेका कामहरूलाई पनि स्वामित्व लिँदै एउटा नयाँ संयन्त्र बन्छ र त्यो नयाँ संयन्त्रले तपाईहरुको लगत संकलनदेखि हरेक कुरा स्थानीय तहसँग, तपाईको वडा कार्यालयसँग समन्वय गरेर गर्छ। ऐलानी जग्गामा बस्नु भएको छ भने तपाईलाई केही गर्दैन, तपाईलाई धनी पूर्जा वितरण गर्छ।